नमस्कार दर्शकवृन्द, तपाईँ सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। नेपाली क्रिकेट जगतका सम्पूर्ण अपडेटहरूको साथमा हामी उपस्थित हुने गर्दछौँ। दर्शकवृन्द, आजको भिडियोमा मैले विशेष के चर्चा गर्दैछु भन्दा नेपाली क्रिकेटमा फेरि एउटा अर्को ठूलो खुसीको खबर आउनेवाला छ। दिपेन्द्र सिंह एरी, सन्दीप लामिछाने लगायतका नेपाली थुप्रै खेलाडीहरूको आइसिसी वरियतामा सुधार भएको छ। आइसिसीले जारी गरेको पछिल्लो वरियताको अपडेटको बारेमा मैले भिडियोमा चर्चा गर्नेछु। त्यस्तै नेपाल क्रिकेट टिम र इङ्ल्यान्ड क्रिकेट टिम बीच हुने टी20 सिरिजको आधिकारिक घोषणा हुन लागिरहेको छ। पारस खड्काले केही गुड साइनहरू देखाइरहेका छन्। यो बारेमा पनि संक्षिप्त केही अपडेट रहनेछ भने नेपाल क्रिकेट टिमले खेल्ने एसियन गेम्समा कतारले नाम फिर्ता लिएको छ। दर्शक महानुभावहरू, अन्ततः नेपाल क्रिकेट टिमलाई झन फाइदा हुने भएको छ र नेपाल क्रिकेट टिमले अब एसियन गेम्स छनौटमा कुन खेलाडीलाई प्लेइङ 11 मा राख्न सक्नेछ। नेपालको प्रमुख फाइनल प्लेइङ 11 को बारेमा पनि मैले भिडियोमा आज चर्चा गर्नेछु। तपाईलाई कुन खेलाडीहरू प्लेइङ 11 मा राख्नुहुन्छ त्यो बारेमा तल कमेन्ट बक्समा आफ्नो प्लेइङ 11 बनाउनु होला। अहिले एकदमै प्रतिस्पर्धा छ, टिम कम्बिनेसन धेरै राम्रो छ, किन भन्दाखेरि धेरै उत्कृष्ट प्रदर्शन फर्ममा रहेका खेलाडीहरू पनि रहेको कारणले गर्दा प्लेइङ 11 बनाउन निकै नै गाह्रो पर्नेवाला छ। अहिले 14 जनाको स्काउट हेर्दाखेरि तपाईलाई गाह्रो हुन सक्नेछ। तर पनि कुन खेलाडीहरूलाई तपाईले प्लेइङ सेटमा राख्नुहुन्छ त्यो बनाउँदै गर्नु होला। क्रिकेट सम्बन्धी अपडेटहरूको लागि यस च्यानललाई सब्स्क्राइब गर्नु होला, भिडियोलाई लाइक गर्न पनि नबिर्सिनु होला। दर्शकवृन्द, आउनुहोस् भिडियोमा सबैभन्दा पहिला चर्चा गरौँ। ठूलो अपडेट रहेको छ नेपाल क्रिकेटमा। नेपाल क्रिकेट संज्ञानका सेक्रेटरी पारस खड्काले केही ठूलो संकेत दिएका छन्। नेपाल र इङ्ल्यान्ड बीचको टी20 सिरिजको आधिकारिक घोषणा अब छिटै नै हुन लागिरहेको भन्ने खबर रहेको छ र यो सम्भावनाको बारेमा उनले चर्चा गरेका छन् र एउटा केही संकेतहरू दिएको कारणले गर्दाखेरि पनि नेपाली फ्यान्सहरूलाई यति बेला खुसीको माहौल बनेको छ। यदि यो सिरिज पक्का भयो भने कीर्तिपुर स्थित तियु क्रिकेट ग्राउन्डमा नेपाल र इङ्ल्यान्ड बीचको टी20 सिरिज हुन सक्नेछ र यो भिडन्त नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट इभेन्ट बन्नेछ। दर्शक महानुभावहरू, यो ऐतिहासिक क्षण अब केही समयपछि घोषणा हुन बाँकी रहेको छ। शेड्युलहरू अनाउन्समेन्ट गर्न लागिरहेको छ नेपाल क्रिकेट संज्ञानले। यस न्युजको बेग र प्रतीक्षामा सबैजना हुनुहुन्छ। केही समय भने प्रतीक्षा गर्नुपर्ने हुन्छ, धैर्य गर्नुपर्ने हुन्छ। अवश्य पनि इङ्ल्यान्ड र नेपाल बीचको टी20 सिरिज नेपाल क्रिकेट संज्ञानले नै गर्नेछ। टियु क्रिकेट मैदानमा नै यो सिरिज हुन सक्नेछ भनेर संकेतहरू देखिएको छ। पारस खड्काले केही संक्षिप्त जानकारी दिएका छन्। अब यो अफिसियली अनाउन्समेन्ट केही समय पछाडि पक्कै पनि हुनेछ। हामीले धैर्य गर्नुपर्ने छ, अलिकति समय प्रतीक्षा गर्नुपर्ने देखिएको छ। दर्शक महानुभावहरू, त्यस्तै अर्को एउटा गुड न्युज नेपाली खेलाडीहरूको लागि रहेको छ। नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने तथा दिपेन्द्र सिंह एरीले एक दिवसीय अन्तर्राष्ट्रिय ओडिआई वरियतामा सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले बुधबार मात्रै जारी गरेको पछिल्लो वरियतामा सन्दीप र दिपेन्द्रको वरियतामा व्यापक सुधार भएको छ। आइसिसीले जारी गरेको वरियताको बलिङतर्फ सन्दीपले 4 स्थान सुधार गर्दै 32औं स्थानमा आइपुगेका छन् भने त्यस्तै बलिङतर्फ नै ललित राजवंशी 6 स्थान सुधार गर्दै 47औं तथा दिपेन्द्र 79औं स्थानमा उक्लिन सफल भएका छन्। अलराउन्डर तर्फ भने दिपेन्द्र 2 स्थान सुधार गर्दै 23 स्थानमा छन् ओडिआई वरियतामा। त्यस्तै अलराउन्डर तर्फ नै गुलसन झा 3 स्थान सुधार गर्दै अहिले 85औं स्थानमा उक्लिन सफल भएका छन्। दर्शकवृन्द, ओडिआई वरियतामा नेपाल भने अहिले 17औं स्थानमा नै यथावत रहेको छ। यो ओडिआई वरियतामा नेपाल क्रिकेट टिम 17औं स्थानमै यथावत किन रहिरहेको छ, यो कुराले चाहिँ मलाई अलिकति चित्त बुझिरहेको छैन। नेपाल क्रिकेट टिम 15औं स्थानमा हुनुपर्ने हो अहिले चाहिँ, हैन? युएसए, स्कटल्यान्ड जस्तो बलियो टिमहरूलाई पनि हराइसकेको छ भनेपछि नेपाल क्रिकेट टिम 17औं स्थानमै किन छ? यस कुरामा चाहिँ मलाई चित्त बुझिरहेको छैन। 17औं स्थानमा नै यथावत रहिरहेको छ। आइसिसीले किन यस्तो गरिरहेको छ भन्ने कुरा हो। रेटिङ अङ्क अलिकति बढेको पनि छ। अब त युएसए, स्कटल्यान्ड जस्तो ओडिआईको नम्बर 1 टिमहरूलाई हराइसकेको छ। एसोसिएटमा पनि युएसए, स्कटल्यान्ड, नेदरल्यान्डले राम्रो टिमहरूलाई हराएको भएर रेटिङ अङ्क उनीहरूको बढी भएको कारणले गर्दा सायद हुन सक्छ जस्तो लाग्छ। तर नेपाल क्रिकेट टिमले डिजर्भ गर्छ। 14औं 15औं स्थानमा नेपाल क्रिकेट टिम हुनुपर्ने हो, तर 17औं स्थानमा नै अहिले पनि यथावत रहेको छ। मैले यही खोजिरहेको थिएँ, नेपाल क्रिकेट टिम कहिले सुधार गर्छ वरियता। टी20 मा पनि र ओडिआईमा पनि 17औं स्थानमा नै यथावत रहेको छ। नेपाल भन्दा नामिबिया अगाडि छ टी20 मा पनि। तर अब केही समय पछाडि नेपाल क्रिकेट टिमले वरियतामा सुधार गर्नेछ, एकैचोटि छलाङ लगाउनेछ जस्तो लाग्छ। अब हेरौँ, नेपाली स्टार क्रिकेटर दिपेन्द्र सिंह एरी एक दिवसीय अन्तर्राष्ट्रिय ओडिआईको ब्याटिङ वरियतामा व्यापक सुधार गर्दै अगाडि आएका छन्। नयाँ वरियता अनुसार दिपेन्द्र 8 स्थान सुधार गर्दै अहिले 92औं स्थानमा आइपुगेका छन् भने दिपेन्द्रले पछिल्ला ओडिआई खेलहरूमा राम्रो ब्याटिङ पनि गर्दै आइरहेका छन्। ब्याटिङतर्फ नै 5 स्थान सुधार गर्दै आसिफ शेख 82औं स्थानमा छन्। कुशल भोर्तेल 100औं स्थानमा छन्। नेपालका ओपनर ब्याटरहरूको 100 भित्र अटाउन सफल भएका छन् बल्ल तल्ल, हैन? यो खालको ब्याटिङ प्रदर्शन अब निरन्तर गरिराख्नु पर्यो नेपाली ब्याटरहरूले, विशेष गरेर नेपालका टप अर्डर ब्याटरहरूले, र मात्रै वरियतामा सुधार हुनेछ। अब निरन्तर सुधार भइरहेको छ। पहिला त 100 भित्र पनि थिएनन्, 100 भन्दा माथि, 150 भन्दा माथि थिए नेपालका ब्याटरहरू र अहिले भने 100 भित्र अटाउन सफल भएका छन्। दिपेन्द्र सिंह एरी नम्बर 5, नम्बर 6 मा ब्याटिङ गर्ने ब्याटर 92औं स्थानमा उक्लिसकेका छन् भने नेपालका टप अर्डर ब्याटर विशेष गरेर रोहित पौडेल, आसिफ शेख, कुशल भोर्तेल जस्ता ब्याटरहरूले चाहिँ
आफूलाई ओडिआई वरियतामा पनि अब्बल राख्नुपर्छ, यानि कि टप 20 भित्र रहन सक्नुपर्छ भन्ने चाहिँ मेरो धारणा हो। नेपाली ब्याटरहरूले राम्रो गर्नुपर्छ। बलिङतर्फ सन्दीप लामिछानेले सुधार गरिरहेका छन्, ललित राजवंशी, दिपेन्द्र सिंह एरी आफैले सुधार गरेका छन् भने अलराउन्डरतर्फ त दिपेन्द्र सिंह एरी भन्दा माथि कोही जानै सक्दैन नेपाली खेलाडीहरूमा। अब पछिल्लो समयमा राम्रो गर्दै आइरहेका अलराउन्डरमा गुलसन झा हुन्, तर उनी 50औं स्थानमा छन्। टी20 आईको त कुरै नगरौँ हैन। टी20 आईमा दिपेन्द्र सिंह एरी नम्बर 4 मा नै यथावत रहेका छन्। उत्कृष्ट प्रदर्शन नेपालको तर्फबाट दिपेन्द्र सिंह एरी, सन्दीप लामिछाने बलिङतर्फ राम्रो गरिरहेका छन्, रेकर्ड बनाइरहेका छन्। तर बलिङमा सन्दीप लामिछाने अझै आउनुपर्छ, टप 5 भित्र ओडिआई बलिङ वरियतामा आउनुपर्छ जस्तो लाग्छ। तपाईलाई के लाग्छ दर्शक महानुभाव, त्यो बारेमा पनि तल कमेन्ट बक्समा लेख्नु होला। अब एसियन गेम्सको कुरा गरौँ दर्शक महानुभाव। र एसियन गेम्समा नेपाल क्रिकेट टिमले खेल्दैछ। 31 मेबाट खेल्ने हो। चाइना, कतार र मलेसिया जस्तो टिमहरूसँग खेल्ने हो नेपाल क्रिकेट टिमले। जहाँ अहिले पछिल्लो समयमा अपडेट यो आएको छ कि कतारले पनि आफ्नो नाम फिर्ता लिएको छ। अब नेपाल क्रिकेट टिमले मलेसिया र चाइनासँग मात्रै भिडन्त गर्नुपर्ने भयो भनेर धेरैले चर्चा गरेका छन् दर्शक महानुभावहरू। कतारले चाहिँ आफ्नो देशको लोकल खेलाडीहरूलाई समावेश गरेर टिम बनाउन सकेन होला, त्यस पश्चात नाम फिर्ता लियो होला सायद। यही नै हुन सक्छ, अरू त के नै हुन सक्छ। अब नेपाल क्रिकेट टिमका खेलाडी दिपेन्द्र सिंह एरीले कतार विरुद्ध पनि 6 बलमा 6 छक्का प्रहार गरेका थिए। यो रेकर्ड फेरि पनि बन्नेवाला थियो सायद एसियन गेम्स क्वालिफायर्समा। अब चाइना विरुद्ध त्यो रेकर्ड बनाउनु पर्छ जस्तो लाग्छ। अब चाइना र मलेसियालाई पराजित गर्दै नेपाल क्रिकेट टिम यहाँबाट अगाडि बढ्नेछ। एसियन गेम्स क्वालिफायरबाट छनौट हुँदै एसियन गेम्स जुन जापानमा हुनेछ सेप्टेम्बरमा, त्यहाँ खेल्नको लागि नेपाल क्रिकेट टिमले यो छनौट पार गर्नुपर्छ र यो छनौट पार गरे पश्चात एसियन गेम्स जुन जापानमा हुनेछ त्यहाँ चाहिँ भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान जस्ता देशहरूसँग नेपाल क्रिकेट टिमले खेल्ने एउटा सौभाग्य प्राप्त गर्न सक्नेछ। टेस्ट नेसन राष्ट्रसँग टी20 आईमा फेरि पनि एउटा खेल्ने अवसर रहनेछ। त्यो कारणले गर्दाखेरि पनि यो अहिले हुने एसियन गेम्स क्वालिफायर पार गरेर यहाँबाट जानुपर्नेछ नेपाल क्रिकेट टिम। कुनै डाउट नै छैन, यहाँबाट उत्कृष्ट खेलाडीहरू पनि रहेका छन्, धेरै नै शानदार खेलाडीहरू रहेका छन् दर्शक महानुभाव नेपाल क्रिकेट टिममा। अब खेल तालिकाको कुरा गर्ने हो भने त नेपालले पहिलो खेल 31 मेमा चाइनासँग खेल्ने तालिका रहेको छ। त्यस्तै दोस्रो खेल जुन 2 तारिकको कतारसँग रहेको थियो, तर कतारले नाम फिर्ता लिएसँगै अब कतारसँग खेल्नु पर्ने छैन हैन। त्यस्तै गरी जुन 4 मा मलेसियासँग खेल्ने हो। मलेसिया अलिकति केही बलियो भएको छ पछिल्लो समयमा, राम्रो टिम पनि बनेको छ र डराउनु पर्ने कुनै आवश्यकतै छैन। चाइनालाई नेपाल क्रिकेट टिमले रेकर्ड बनाउन सक्नेछ। पहिला मङ्गोलिया विरुद्धको रेकर्ड अब यहाँ तोड्नु पर्छ, त्यो तरिकाले खेल्नु पर्यो। खेलाडीहरू पनि शानदार छन्, नेपालका ओपनरहरूले खतरनाक खेल्नुपर्छ र अन्य खेलाडीहरू पनि शानदार लयमा नै छन्। मलेसिया विरुद्ध, चाइना विरुद्ध शानदार प्रदर्शन गर्दै एसियन गेम्समा इन्ट्री गर्नेछ नेपाल क्रिकेट टिमले। अब प्लेइङ 11 को कुरा गरौँ दर्शक महानुभाव। यहाँबाट कुन कुन खेलाडीहरूलाई तपाईहरुले प्लेइङ सेटमा राख्नुहुन्छ, तपाईले पनि आफ्नो प्लेइङ सेट बनाउनु होला। मलाई जहाँसम्म लाग्छ प्लेइङ सेटमा नेपालका कुशल भुर्तेल र आसिफ शेख नै पहिलो रोजाइको ओपनर बन्ने छन् हैन। यद्यपि लोकेश बमले पनि ओपनिङ गर्न सक्छन् आसिफ शेखको ठाउँमा, तर अहिले शानदार लयमा यी दुवैजना खेलाडीहरू रहेको कारणले गर्दा कुशल भुर्तेल र आसिफ शेखको जोडीले नै यहाँ निरन्तरता पाउने छन्। तेस्रो नम्बरमा सन्दीप जोराले खेल्न सक्ने छन्। चौथो नम्बरमा दिपेन्द्र सिंह एरी आफै आउने छन् कप्तानको रूपमा, उनले टी20 मा चौथो नम्बरमा राम्रो पनि गरिरहेका छन् भने। पाँचौं नम्बरमा कुशल मल्ललाई स्थान दिन सकिने भयो। छैठौं नम्बरमा रोहित कुमार पौडेल अथवा आरिफ शेख मध्ये एकजनाले खेल्नु पर्ने हुन्छ भने। सातौं नम्बरमा लोकेश बमले फिनिशरको रूपमा खेल्न सक्ने छन्। आठौं नम्बरमा सोमपाल कामी, 9 नम्बरमा करण केसी, 10औं नम्बरमा सन्दीप लामिछाने र 11औं नम्बरमा शेर मल्ल या साहब आलमले स्थान पाउन सक्ने छन्। यो टिम खेलायो भने चाहिँ बेस्ट हुनेछ। ब्याटरहरूको पनि कमी हुने छैन र बलरहरूको पनि कमी हुने छैन, सबैभन्दा बेस्ट टिम बन्न सक्नेछ। 6औं नम्बरमा 7औं नम्बरमा रोहित कुमार पौडेललाई खेलाउनु भन्दा यहाँ एकजना अलराउन्डरलाई खेलाउन सकिने पनि भयो हैन। नन्दन यादवले पनि खेल्न सक्ने भयो। 3 जना फास्ट बलरको साथमा नेपाल क्रिकेट टिम मैदान उत्रिन सक्नेछ। यो टिम तपाईलाई कस्तो लाग्छ दर्शक महानुभावहरु? तपाईको प्लेइङ 11 के हुनुपर्छ? टिम म्यानेजमेन्ट, कोच र कप्तानले कस्तो खालको निर्णय गर्छ त्यो भने हेर्न बाँकी रहेको छ, तर बेस्ट छ यो टिम चाहिँ। प्लेइङ 11 छुट्याउन चाहिँ गाह्रै हुन सक्ने अवस्था चाहिँ छ। कसलाई राख्ने, कसलाई टिममा खेलाउने हैन, यस्तो खालको अवस्था यहाँ सिर्जना हुन सक्ने अवस्था रहेको छ। अब हेरौं कुन कुन खेलाडीहरूले प्लेइङ 11 मा मौका पाउनेछन्। यसमा चाहिँ सिङ्गापुरमा गएर नेपाल क्रिकेट टिमले शानदार प्रदर्शन गर्नुपर्ने हुन्छ। उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्दै एसियन गेम्स क्वालिफायर्सबाट एसियन गेम्समा छनौट भएर नेपाल क्रिकेट टिम फर्किने छ। नेपाल क्रिकेट टिमलाई बेस्ट अफ लक भनेर तपाईहरुले पनि लेख्नु होला। तपाईको प्लेइङ सेट बनाउनु होला तलको कमेन्ट बक्समा र नेपाली क्रिकेट सम्बन्धी सबै अपडेटहरुको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यदि चाहनुहुन्छ भने बेल आइकनलाई पनि प्रेस गर्न सक्नुहुनेछ। भिडियोलाई एक लाइक पनि गरिदिनु होला। भेट्नेछौं अर्को नयाँ अपडेटको साथमा नयाँ भिडियोमा। अहिलेलाई भने छुट्छौं। जय नेपाल, जय नेपाली क्रिकेट।